गाइज नमस्कार, सब आरामला। आज चाहिँ हामीहरू बाख्रा चराउन आएको थिएँ र मैले चाहिँ 3-4 महिना भयो एउटा लङ भिडियो हालेको थिएँ युट्युबमा। मेरो चाहिँ आज 3-4 महिनापछि अर्को भिडियो लिएर आएको छु। अब त्यही हो, हाम्रो यता चाहिँ चराउने ठाउँ अलि टाढा भएको हुनाले हामी चाहिँ आज बाख्रा तलै लिएर आएको छौँ। त्यही चितुवाको आतङ्क छ हाम्रो यता साथीहरू। अब त्यही पनि डर नमानिकन हामीहरू बाख्रा चराउन आछौँ आज भन्नु पर्यो। र अब म बाख्राहरू देखाउँछु तपाईँलाई, अनि चराउने ठाउँ देखाउँछु। त्यही सबैले सक्दो सहयोग गर्नुहोला, लाइक कमेन्ट अनि सेयर नि गर्नुहोला। त्यति राख्नु साथी हो हाम्रो बाख्राहरू चाहिँ। अब देखाउँछु तपाईँहरूलाई साथी हो। हामीले चाहिँ सानो पाठाहरू चाहिँ घरमै छोडेर आउने गरेका छौँ र बाख्राहरू मात्र लिएर आउने, अनि अलि ठुलो भएको पाठा पाठनी लिएर आउने गरेछौँ। त्यही हो, चितुवाको आतङ्क चाहिँ हुन्छ, त्यही पनि एक्लै लिएर आएको छु आज डर नमानिकन। म तपाईँले चराउने ठाउँ हाम्रो चरणस्थल पुरै देखाउँछु हजुर। गाइज चरणस्थल तपाईँहरू देख्न सक्नुहुन्छ। त्यही हो गाइज, बाख्राहरू चाहिँ मजाले चरिरहन्। हामीसँग आज एउटा कुकुरा हो। यता चाहिँ चितुवाको आतङ्क धेरै छ, चितुवा आउँछ अनि चितुवाको डरले कोही पनि बाख्रा लिएर आउँदैन। ले 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 आइ ले 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 तपाईँ देख्न सक्नुहुन्छ। ऊ पाठाहरू नि लिएर आएको छु आज चाहिँ। 2 महिना भइसक्यो हाम्रो पाठाहरूलाई चाहिँ। चराउने ठाउँ यता चितुवाको आतङ्क छ, त्यो कोही लिएर आउँदैनन् बाख्रा चराउन। म एक्लै आएको आज चाहिँ। हाम्रो कुकुर नि आएको सँग साथमा। त्यही हो गाइज, यो चाहिँ हाम्रो 2 महिनाको अस्ति भन्नाले 15 दिन जति भएलाई खसी बनाएको, खसी पार्या। त्यही हाम्रो यता चाहिँ सानै 1.5 या 2 महिनामै खसी पार्ने सिस्टम छ। अनि मजाले चरिरहन् बाख्राहरू। परसम्म पुगिरहन् बाख्रा, झिलहरूभित्र चरिरहन् मजाले। त्यही हो गाइज, कोही कहीँ चरिरहन्, कोही कहीँ चरिरहन्, सँगै हिँड्नुपर्छ। यता नि चरिरहन्। परसम्म चरिरहन् हाम्रा बाख्राहरू चाहिँ। यता चाहिँ चढ्ने ठाउँ चाहिँ टन्नै छ, तर कोही लिएर आउँदैनन् डरले। चितुवाको आतङ्क धेरै छ। अस्ति पनि हाम्रो त होइन, उता पर गाउँको चाहिँ पर यो डाँडा परपट्टि लिएर आएको थिएँ। त्यही एक दिनमै 2टा बाख्राहरू लग्यो अरे चितुवाले भन्न लाग्यो। त्यही हो गाइज, हाम्रो चाहिँ बाख्राहरू त्यही डर नमानिकन लिएर आएको छौँ आज चाहिँ। चितुवा आए पनि के भन्ने हो, त्यही हो कुकुरनीसँग साथमा छ, डर नमानिकन लिएर आएको छु। ले 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 ले। सबैले सक्दो सेयर गर्नु होला गाइज, मेरो भिडियोलाई चाहिँ साथ दिनु होला। सबैले साथ सपोर्ट देखाउनु होला।